हेलो गाइस, लिची टिप्न लाग्दा सब लिची टिप्ने आज हेर्नुहोस् छ नराम्रो कस्तो सब खाइसक्यो। कागहरूले सब खाइसक्यो, लुकेर बसेको दामी वाह सब खस्ने भयो ल। मैले यहाँ छोपेर ल हो त्यो भित्र नि यो चाहिँ सेतो टिप्छ लिची किन एउटा टिप्नु पर्यो। वाह दामी लिची खानु ल। थाप्दै हो बोडा अब त्यसरी कुहिएको भइहाल्छ नि। सब किरा लागिसक्यो भाइ, सब माहाला छ। यही छ, कसरी टिप्ने होला। यहाँ समाउनु मिलेन बाटो, मेन बाटो आदर जस्तै माथि आज यसरी खुट्टो टेकेर हेर्नुहोस् मैले लिची टिप्न लागेको। ओए हेर्दा मम्मी कहाँ माथि चढे। यहाँ लिची छ कहाँ सकिस। हेर्नु गाइस, यस्तरी रुख चढ्नुपर्छ, बाँदर भन्दा कम छैन। आज फाइनल लिची यति छ, यति मात्रै सबै खाइसक्यो चराहरूले। डर खाना हेर्नु त सब चराहरूले खाएर यस्तो बिजोग बनाएको, यस्तो बिजोग यस्तो छैन, एउटा पनि छैन अहिले त। सबै खाइसक्यो, यहाँ टिपेको पनि छैन, सबै खाइसक्यो। अब आज लास्ट हो। यस्तो झिङ्गा परिसक्यो। त्यस्तो छोपेर राखेको लिची त्यही हो, छैन अरू कहीँ छैन। त अलिअलि छ यहाँ त के बित्ति झिँगाहरू छ, कस्तो झिँगै। ल हेर्नुहोस् त बाटो, यहाँ माथि म, यहाँ आमा खन्दै हुनुहुन्छ जस्ताभरि। त्यो कति बच्चाले पनि टिप्दै खान्छ त्यहाँबाट। ल सबै फ्याल फुटिहाल्छ है, त्यो धेरै उस भएर होला। हो गुरुकुलको छात्र यता हेर माथि के गर्दै हो। कति एक बोरा भयो, आधी बोरा भयो। यहाँ म कसरी बसेछु, बच्चाहरू सब छ यहाँ रुखमा। धन्दै लड्न लाथी भाइ कहाँ छ अरे है यहाँ। यहाँ लिची खाइरह, कति धेरै लिची छ।
यहाँ कति धेरै लिची छ यिनीहरू लिची हाम्रो ठुलोमा पनि लिची टिप्दै हुनुहुन्छ माथि माथि चढेर अब नजिक नजिक त सकियो होला है आउनु पर्ला जस्तो छ ल भयो आजलाई ल हेर्नु कस्तो यति धेरै भए लिची ल हिँड पहिला त को ओइ ओर्ली ओर्ली हुरीबाट सङ्ला आम्मा बिस्तारै ओर्ली हजुर कसलाई किन दिनु पऱ्यो त्यत्रो हेलो गाइज ल ल ओर्लिन लाउनु रोक्नु है म पहिला ओर्लिनु अब झर्ने झर्ने ठाउँ त काइता पो छ अब यहाँ यसै माथि रुख चढेर कहाँबाट झर्ने झर हुरीबाट सङ्ला ल रोकिदिनु यस्तरी सबै छ धेरै सब चराहरूले खाएको यस्तरी खाइदिएछ धेरै ल त्यो उसमा त किन ततै चराले हो लिची बोकेर कति ठुल्ठुलो है अब कति ठुल्ठुलो लिची यसपालि जस्तो राम्रो कहिले पनि फलेन कस्तो यहाँ त कस्तो नराम्रो देखेछ है सेतो देखे यो भिडियोमा त झर्दैन लिची बोकेर गए हावा ल माथि पुगेको थिएँ है म खस्यो लिची यहाँ बसेर नि खाइस नि त खाइ बालेर यहाँले देखालाई सबैमा आँखा लाग्छ आम्मा नानीलाई लिची दिनु भएन अनि आमालाई देखा त खाइन भनेर भने त खोइ भनेर भन्दै लिची भ्यायो सिद्धियो टाकटुक्कै अन्तिम छैन अन्तिम लिची ए यति हो कि त यो लिएर जानु काठमाडौँ नलग्यो भने हुन्छ यति लिची अनि के गर्नु त नि हेर्नु त कस्तो हावा चलेको धन्न लिची टिपिसक्यो ओ कस्तो हावा चल्या छ के गर्नु र कस्तो लुगा छैन दामी दामी भिज्यो 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 पुरै पानी आएको बस्नु कहाँ भिज्दैन ल जानु दौडिनै दौडिनु भयो पानी पर्यो गाइसहरू ओहो क्या दामी भयो यार
जिन्दगी गाइस